सल्लाहकार समिति संयोजक श्री हिमलाल भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समिति सदस्य श्री गुरुप्रसाद भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समिति सदस्य श्री रविलाल गैरीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समिति सदस्य श्री लक्ष्मी गैरीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समिति सदस्य श्री लीला थापाज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यालय प्राध्यापक श्री बसन्ती अर्याल न्यौपानेज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक प्रतिनिधि श्री अनिता भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघका सदस्य श्री मनकला विकज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघका सदस्य श्री लक्ष्मी सुवेदीज्यूलाई हार्दिक अनुरोध आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघ सदस्य श्री पवित्र रामजालीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघ सदस्य श्री कल्पना थापाज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघ सदस्य श्री इन्दिरा भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक संघ सदस्य श्री जुना परियारज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सल्लाहकार समिति सदस्य श्री सोमबहादुर पोखरेलज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सल्लाहकार समिति सदस्य श्री सुमन न्यौपानेज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सल्लाहकार समिति सदस्य श्री सुनिता पोखरेलज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खाता व्यवस्थापन समिति संयोजक श्री दुर्गा भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खाता व्यवस्थापन समिति सदस्य श्री दीपा भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कक्षा 5 बाट